हेलो हजुर, हेलो, नमस्कार नमस्कार सबैलाई। यो म इन्टरनेसनल ल चाहिँ विदेशबाट नमस्कार। हिजो मैले एउटा भिडियो पोस्ट गरेको थिएँ, त्यसमा चाहिँ हाम्रा मेरा आई आफन्तीहरू साथीभाइ मेरा अब अग्रज मान्छेहरू सबैले त्यहाँ चाहिँ कमेन्ट गर्नुभएको थियो। अहिले हाम्रो प्युठानको छोडेर नेपालकै माहौल जुन किसिमको तातिएको छ अहिले यो चुनावको माहौल हैन। अब थुप्रैले अब कहिले मैले यो प्रचार गर्दिन पर्यो उ प्रचार गर्दिन पर्यो भनेर भन्नुभएको छ। त्यस्तो त म कदापि नि गर्दिन, किनभने म हिजो पनि मैले हरेक पार्टीलाई मैले समर्थक गरे, मैले साथ सपोर्ट दिए हो। चुनावको बेलामा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी र नेपाल कम्युनिस्ट पार्टी एमाले सबैलाई गरे हो। म सबैलाई गरेर त्यही भएर म आज यहाँ छु हैन। त्यही सबैलाई मैले सहयोग गर्ने क्रम मैले प्रत्येक सबै पार्टीलाई मेरो त्यहाँ भन्नै पर्दैन मैले हैन। अब कुन कुन पार्टीलाई मैले सहयोग गर्ने भन्ने कुरा सबैलाई थाहा छ। यो भिडियो जोसँग जान्छ त्यो प्रत्येक मान्छेहरूलाई थाहा छ। लक्ष्मणले हिजो यो चुनावमा यस्तो गरेको, अर्को चुनावमा यस्तो गरेको, तर के भने राष्ट्रिय जनमोर्चाले प्युठानमा हिजो इतिहासै छ कि प्युठानको एउटा झिमरुक गाउँपालिकामा कस्तो राम्रो भूमिका निभाएको थियो, राम्रो भन्ने कुरा त्यो कसैले भन्नै पर्दैन। मैले पनि भन्न पर्दैन, अरू कसैले पनि भन्न पर्दैन। हिजो बिहान हाम्रो पालिका कुन स्तरमा थियो र आज भोलि कुन स्तरमा छ, भोलि कुन स्तरमा जानियो त्यो मलाई थाहा छैन। तर हिजो 74 को चुनावमा तिलकजीसी अध्यक्ष हुँदा कुन स्तरमा थियो हाम्रो पालिका भन्ने कुरो त्यो मैले मात्रै बुझेको कुरो होइन, सम्पूर्ण नेपाली जनताले र नेपालको संविधानले पनि स्वीकारेको कुरो हो। र एउटा त्यो जनमोर्चाको त्यो होइन। अनि माओवादी भन्नुहुन्छ भने चाहे म जति उफ्रिम, चाहे अर्को जति उफ्रिन्छ, चाहे दुनियाँ जति उफ्रियोस्, म आज यो फेसबुकमा यसरी म बोल्न पाएको छु नि हैन। यो अधिकार चाहिँ एउटा दलितको छोरालाई यसरी अधिकार एउटा दलित भएर अगाडि बढ्ने मौका त्यो ज्यान गुमाएर हुन्छ कि उसले चाहिँ आफू मरेर हुन्छ कि के गरेर हुन्छ, यो अधिकार ल्याइदिएको भनेको माओवादीले हो। चाहे सिस्टममा होला, एमालेको होला, कांग्रेसको होला, जनमोर्चाको होला, अब थुप्रैको होला, तर लडेर बाहिर ल्याइदिएर जनताप्रति लागू गरिदिएको भनेको एउटा माओवादी हो। र सबभन्दा धेरै साथीहरू मेरा एमालेका छन्, सबभन्दा बढी साथीहरू। तर मलाई फेरि दुःख सुखमा काम लाग्यो फेरि कांग्रेस। त्यसैले म अहिलेसम्म कुनै पार्टीमा म प्रवेश पनि गरेको छैन। म कुनै पार्टीको मैले त्यो 2-4 रुपैयाँ मैले कसैको नुन खाएको छैन कि कुनै पनि पार्टीमा म आबद्ध छैन अहिलेसम्म। म कुनै पनि पार्टीको क्रियाशील होइन। मैले हिजो बिहान सबै पार्टीलाई सहयोग गर्दै हिँडे हुन्छु। यसले राम्रो गर्छ कि उसले राम्रो गर्छ कि उसले राम्रो गर्छ कि यो पनि भने यसले त अब गर्ला भनेर मैले सबैलाई गरेको हो। त्यही सबैलाई गर्ने क्रममा म आज विदेश छु। मैले घन्टी भनेर म घन्टीमा प्रवेश गरेर मैले घन्टीको प्रचार प्रसार गर्दै हिँडेको होइन। मलाई रिस उठेको छ, तर बालेन शाहसँग पनि रिस उठेको छ कि हिजो बिहान त्यसलाई आन्दोलनमा त्यसलाई प्रधानमन्त्री बनाउन खोजेको होइन, हामीले खोजेको हो नि। उतर्केर होइन अहिले फेरि आएर प्रधानमन्त्री बन्छु भनेर चुनाव लडिराख्नु भएको छ हाम्रा बालेन शाह दाइ होइन। मलाई उहाँको पनि नेतृत्व मलाई खासै ठिक लागेको होइन। मैले चाहिँ गर्न खोजेको भन्न खोजेको के हो भने यिनी सबै कुरा छोडिदिया हो, एकचोटि नयाँलाई दिउँ न त भन्न खोजेको हो मैले। मेरो आफ्नो व्यक्तिगत विचार भन्ने त्यो हो है। तर तिनी कुरा पनि सबै भाडमा जाओस्, चाहे बालेन आओस्, चाहे रवि आओस्, चाहे हर्का आओस्, चाहे साम्पाङ आओस्, चाहे भाम्पाङ आओस्, जुनसुकै आओस्, तर म चाहिँ यहाँबाट घर आउने होइन कि 2 वर्ष नपुग्दै चाहे जसको सुकै सरकार आओस् म चाहिँ नेपाल आउने होइन। किनभने मैले मेरो दुःख म आफैले गर्न पर्छ हैन। त्यसैले म के भन्छु भने हाम्रो पनि नहेर्नुस्, हाम्रो मान्छे पनि नहेर्नुस् हैन। नेपालको मान्छे को हो, नेपाललाई माया गर्ने मान्छे को हो, देशलाई माया गर्ने मान्छे को हो,
जनताको मान्छे को हो, जनताको पीडा बुझ्ने मान्छे को हो, चाहे त्यो एमाले होस्, चाहे त्यो काङ्ग्रेस होस्, चाहे त्यो माओवादी होस्, चाहे त्यो रासपाको मान्छे होस्, नेपाल हाम्रो देशलाई माया गर्ने मान्छे र जनताको मनमुटुमा बसेको होइन, जनताको पीडालाई बुझ्ने मान्छे, जनतासँग जनताको पक्षबाट लड्ने मान्छेलाई त्यस्तालाई मात्रै भोट दिनु होला। अब दाजुभाइ तथा दिदीबहिनी त मैले कसरी भनौँ, दाजुभाइ तथा दिदीबहिनी त सबै विदेशमा छन् त। नेपालमा बसेका वृद्ध आमा बुवाहरूले र धेरै नपढेका तर जुनसुकै पार्टीले पनि गएर उहाँहरूलाई कन्फ्युज गराएर लौ म काङ्ग्रेस हो, लौ म एमाले हो, लौ म माओवादी हो, लौ म रासपा हो, लौ म राष्ट्रिय स्वतन्त्र पार्टी, म के हो अब भन्न लगाएर त्यतैतिर दिमाग भुलाइदिएका बुवा आमाहरूलाई म के भन्न चाहन्छु भने र उहाँहरूका छोराहरूलाई पनि म उहाँहरू बुवा आमाहरूलाई सबैले राम्रोसँग सम्झाइदिनु होला, बुझाइदिनु होला भन्न आग्रह गर्छु। र बुझेर मात्रै तपाईँहरूको क्षेत्रबाट कुन जनप्रतिनिधि उठ्नु भएको छ, कुन जनप्रतिनिधि ठिक हुनुहुन्छ, कुन जनप्रतिनिधिले नेपाललाई माया गर्नुहुन्छ, समग्र देशलाई नै माया गर्नुहुन्छ हो, त्यस्तोलाई मात्रै भोट हाल्नु होला भनेर सम्झाइ बुझाइ गराएर त्यसमा भोट हाल्न लाउनु होला भोट हाल्नु होला त। अब किनभने हामी यहाँ छौँ, अब हामी त सबै यहाँ छौँ। म अहिले 30-31 वर्षको भएँ, यहाँ 44-45 वर्षदेखि ल्याएर 22-23 वर्षदेखिको मान्छे त यहीँ छ। अनि भनेपछि नेपाल को छ त? 50 वर्षदेखि माथिको हुनुहुन्छ नि, उहाँहरूले त अब जले आएर यसो 2-4 हजार दिए एउटा भुसा खाने पैसा, एउटा चुरोट खाने पैसा होइन। अब सामान्य तेल नुन किनिदिएर यसो रातिमा लगेर त्यहाँ कार्यकर्ताहरूलाई झोलेहरूलाई लगेर ल यो तेल लाउनुहोस् आमा, यो भुसा लाउनुहोस् होइन, यो 2-4 किलो चामल लाउनुहोस् भनेर जसले दियो त्यो आमा बुवाले त्यसैमै भोट हाल्नुहुन्छ। तर आमा बुवाहरू त्यो चामल पनि खाइदिनुहोस्, त्यो तेल पनि खाइदिनुहोस्, त्यो दाम पनि खाइदिनुहोस्, भोट हाल्ने भनेको तपाईँले हो। त्यहाँ कसैले तपाईँलाई केही गर्नै सक्दैन, त्यो तपाईँको अधिकारको कुरो हो। खाइदिनुहोस्, जसको सुके भस्काइदिनुहोस्, तर भोट हाल्ने ठाउँमा तपाईँ एक्लै गएर हाल्ने हो, देखाएर हाल्ने होइन, लुकाएर हाल्ने हो। लुकाएर हाल्ने त्यो नेपालको सिस्टम हो। हेर्नुहोस्, त्यो सिस्टम मिच्न कसैले पाउन्न, त्यो सिस्टममा गएर तपाईँलाई कसैले यसो गर उसो गर भन्न पाउन्न। चाहे तपाईँले बिगारेर हाल्नुहोस्, चाहे तपाईँले सपरेर हाल्नुहोस्, त्यो भोट हाल्ने भनेको तपाईँको अधिकारको कुरो, तपाईँले आफै एक्लै हाल्ने कुरा हो। गएर तपाईँलाई जेमा राम्रो लाग्छ, तपाईँलाई जुन उम्मेदवार राम्रो लाग्छ, जसले यो मान्छे मेरो देशको लागि ठिक छ भनेर तपाईँलाई मनमा लाग्छ, त्यसलाई मात्रै भोट हाल्नु होला, अन्य कुरा छोडिदिनुहोस्। जय नेपाल, जय देश। तर गाइज मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला। ल बाई बाई, इन्टरनेसनल लसीको तर्फबाट।